ल मजाको कुरा भन्दैछु 3 दिन अगाडि मेरो साथीलाई गाडी किन आएको म यही जोसँग बोलेको थिएँ एकजना सञ्जय यल्मो भन्ने मेरो साथी दुबईमा हामी सेवाकाई गर्थ्यौँ प्रभुमा उसले आफ्नो दौड सिद्ध्यायो उसले आफ्नो रेस कम्प्लिट गर्यो अनि खरसाङमा अस्ति मरौमा गएको थियो अनि 6x3 को गड्डा खन्यो उसको लागि उसले मजाको कुरा भन्थ्यो क्या साथी 13 वर्ष भयो दुबई बसेको डल्लै कमाएको पैसा मैले मिनिस्ट्रीमा सेवाकाईमा दिएको पनि हो त्यो मान्छेले फेरि गरिब दुखी निडी हरेकलाई उसले यस्तो इभन नि केमो गरेर चाहिँ नि उसको जिउमा ताकत नहुँदै गर्दा उल्टी गर्दै गाडी कुदाएर पनि उसले सेवाकाई गरेको सट्टा हामी पुग्यौँ एडी हामी गएको थियो अनि भाइहरू पनि थियो अगाडि बक्समा राखिरहेको रहेछ यसरी क्या कालो बक्समा यसरी नै चियरमा मान्छेहरू बसिरहेको उसको आमाले रुँदै टेस्टमनी भन्दै गरेको बुढी आमा एउटै सारा छोरा बिहा गरेको बुढी भर्खर 2-3 वर्ष मात्रै भएको जवान बुढी आमाले टेस्टमनी दियो मेरो छोराले त सक्यो मेरो छोरालाई म एक दिन भेट्छु तर यसले असल काम गरेर गयो मलाई चाहिँ यस्तो छाती ठुलो भएको यो त हो भन्ने क्या यो त हो के कमाइसौ तैँले के लु तपाईँहरूको अहिले प्लान होला अहिले अल्टो छ अब वेगनर पछि भेन्यू पछि क्रेटा पछि फर्चिनु के कमाइस सबै छोड्छ कत्रो पछि कत्रो ब्याङ्क ब्यालेन्स कहाँदेखि कहाँदेखि कतिवटा एम्बिसन त्यति नै रहेछ 6x3 को गड्डा त्यो अङ्कलले माटो हाल्दै गर्दा भने हाल्दै मजाले माटो हाल्दै यो जमिन उसकै हो नि भन्दै थियो त्यो जमिन गाडेको भाग चाहिँ उसकै हो भन्ने तर त्यो मान्छेले कमाएर गयो मजाको कुरा भनिदिउँ सबभन्दा सेटिस चाहिँ कतिवटा मरौ गयो नि त अहिलेसम्म गएको हो नि त हामी पनि गएको सबैजना गएको हुन्छ भित्रै सेटिस भइदिएको यो चाहिँ कन्फर्म स्वर्ग गयो भनेर क्या त्यो चाहिँ कमाएको लाग्यो मलाई त्यो चाहिँ कमाएको लाग्यो भोलि मर्दै गर्दाखेरि क्रिस्चियन मराउने भएर नि यो त जान्छ कि जाँदैन कन्फिडेन्टै हुँदैन नि छ तर नि मान्छे जान्छ नि मराउमा सत्य बोलिदिएको दुख्नुपर्छ यसले आजको दिनमा भ्ल्याटै प्रभुले उठाइदियो भने चाहिँ कन्फर्म हो कन्फर्म मलाई आन्सर नदिनुहोस् कन्फर्म कुरा मिलेको छ कन्फर्म तर क्या दामी लाग्दिएको यो मान्छे चाहिँ कन्फर्म गयो अनि त्यो दिन बेलुका सेवा मरौको सेवा पनि हामीलाई नै गर्नु थियो हामीले आराधना गर्यो सेवामा छक्कै पर्दै थियो मान्छेहरू दा यस्तो सेवा त कहिले दिएको थिएन फ्युनरल सर्भिस त्यही भने किन हामी हारको कथा गर्ने किन सेन्टी हुने उसले त आफ्नो रेस कम्प्लिट गरेर गएको बेस्ट गरेको छ बेस्ट पवित्र जीवन पनि जिएको छ आफ्नोमा भएको सबै कुरा रित्याएर लास्ट ब्रेथसम्म यसरी नि मैले त दिएछु यत्रो नसा फुल्लिन्थ्यो कि बेसी त्यो बडीमा बेसी पेन 72 आवर्सको गेमहरू 32 हो कि 42 वटा त साइकलै रहेको इम्युनोथेरापी यो सबै ब्रेन ट्युब ओभरै सको शरीरमा सहनु सक्ने पीडा यसरी कामदै पनि नि प्रभु धन्यवाद भन्ने मान्छे देखेको चाहिँ उही हो कहिले गुनासा गरेन लास्ट त दुबईमा आधी जिउ प्यारालाइज भइसकेर व्हिल चेयरमा आएर पनि प्रचार गरिदिएको त्यस्तो क्रिस्चियनहरू पनि छ है अहिले पृथ्वीमा नेपाली अनि आज चाहिँ हामी चाहिँ कहिले यहाँदेखि नेक्स्ट प्रभु भएकै छैन नि हो लोन पासै भएको छैन नि प्रभु एक तला त छ बिल्डिङ खै अलिकति 4 जस्तो भयो त्यसले नै मान्छेलाई एन्जाइटी र डिप्रेसन भएको 4 आना लानु सक्दैन यहाँबाट तपाईँलाई किन निराशा हुन्छ भने प्लान छ नि त अगाडि यो भइदिएको भए त्यसले गर्दा त्यो खाडाल त कहिले पुरिँदैन अनन्ततालाई देख्नुहोस् क्या अनन्ततालाई देखिँदा सन्चो हुन्छ यहाँ छैन त केही छैन भाइ कसले लाँदैन रहेछ केही उसले भन्थ्यो मैले जमिन पनि किनेन घर पनि बनाएन भाकै भए कसले लानु सक्दैन रहेछ त्यति नै रहेछ त अन्त तर त्यो दिन मलाई यस्तो भित्रबाट रेस्पेक्ट आइदिएको सल्युट भन्ने क्या सल्युट म्यान यु डिड इट भन्ने क्या मलाई चाहिँ त्यो लाग्दिएको त्यो हो नि त डेथ भनेको चाहिँ त्यो हो नि त जर्नी सिद्ध्याउने भनेको चाहिँ जहाँ चाहिँ मान्छेले रेस्पेक्ट अर्न गर्छ क्या जहाँ चाहिँ मान्छेले साँच्ची नै यहाँ आएर क्यामेरा अगाडि टेस्टिफाई गर्दैछ उसलाई गर्नु सक्दो रहेछ मेरो भाइ मेरो बहिनी आई जस्ट वान्ट इन्करेज यु गाइज हुन्छ नि किन निराश भएको किन भन्नुहोस् त ब्याकअप प्लान मिलेको छैन नि त आफूले भने जस्तो के भयो त राइट टाइम मिलेन भने के भयो त के चाहिँ भयो त मिल्दैन सबैले वाउ भन्दैन के भयो त सबै त छोड्नुपर्छ सबैले प्रेज गरे सबैले त छोड्नुपर्छ हो कि न त लु तपाईँ दामी ओपर दामी भनेर सबै सधैँ तपाईँलाई मालै मात्रै लगाइदियो भने सबै त छोड्नुपर्छ जाँदै गर्दा चाहिँ के रेस्पेक्ट अन गरेर जाने जाँदै गर्दा चाहिँ साँच्चीकै बस्ने मान्छेहरूले पनि फिल गरोस् न ग्यारेन्टी ओ भाइ यसले चाहिँ गरेको साँच्ची स्वर्ग गयो केटा हो त्यो कमाउनु पर्छ है भाइहरू त्यो कमाउनु पर्छ क्या त्यो कमाउनु पर्छ मलाई त फिल भइदिएको हुन्छ नि त्यो कमाउनु पर्छ 40 इयर्स जस्तोमै गयो ऊ हुन्छ नि त कमाइदियो
एडी र म गएको थिएँ उभिमा भनेर लास्ट अस्ति पर्छ 94 केजीको मान्छे थियो यहाँनिर टेस्टमनी पनि दिएको पहिला उसले यत्रो त 20हरूको बाइसेप भएको डल्लै बडी प्यारालाइज भएको रहेछ छाला र हड्डी मात्रै थियो क्या हात छाड्देऊ न भने यसरी हात छाड्दिएँ मैले अन्त प्रार्थना गर्नु आउनु अब क्रिस्चियन हो प्रार्थना त गर्छ तर मलाई त्यो दिन होइन प्रार्थना होइन एडी र हामी आराधना गर्थ्यौँ त्यो मान्छेसँग यत्रो ठुलो स्वर भएको दुबईको स्ट्रिटतिर जोडले कराउँदै हिँडेको भन्दा यीशु राजा हुनुहुन्छ भन्दै मलाई त्यही लाग्थ्यो आज यो मान्छेलाई प्रार्थना गर्दै उसको प्यारालाइज भएको हात उठाएर पनि यीशु राजा हुनुहुन्छ भनेर आराधना गर्छु गरे पनि त्यही लागि मेरो साथी बोल्नु सक्दैन हात उठाउनु सक्दैन म हात दिन्छु यो हात उठाएर म आराधना गर्छु कमाउनु पर्छ अनन्त देख्यो भने त्यहाँनिर अनन्त देख्यो भने डरै लाग्दैन अनन्त देख्यो भने मनै दुख्दैन साँच्ची भन्दै मेरो ब्याकअप प्लानै छैन अब भोलि पर्सि के गर्छु भनेर मलाई थाहा पनि छैन ब्याङ्क ब्यालेन्सको प्लान पनि छैन केही प्लान छैन मलाई याद छ टाइममा सबै ब्युटिफुल छ मेरो लागि सबै नै आजसम्म जे छ सबै ब्युटिफुल भएर आएको छ ब्युटिफुल नै हुन्छ इटर्निटी छ अनि त्यो इटर्निटीलाई चाहिँ शान्ति हुनुमा निराश हुनुमा के पाइनँ भनेर हेर्नुभन्दा चाहिँ के गर्न सक्छु कतिलाई बचाउन सक्छु कति दुखेकोमा पुग्न सक्छु कति निडीकोमा यो हात पुग्न सक्छ कति चाहिएकोमा यो खुट्टा पुग्न सक्छ कतिकोमा यो आवाज पुगेर उठाउन सक्छ त्यो कुरालाई हेरेर दिनदिनै जिउँछु आमेन त्यो भनेको त्यो नक्सा प्रभुले मलाई भनिदिएको हुन्छ नि भन्दैनलाई यिनीहरू यत्रो सोच राखेर आफ्नै वरिपरि घुमेकै छ त्यो भएर अड्केकै अनन्ततालाई हेर अनन्ततालाई बााउन्ड्रिज नै छैन कत्रो बााउन्ड्रिज हो बााउन्ड्रिज नै छैन प्रभुको लागि कुन चाहिँ सिमाना जसले समुद्रको सिमानाहरू तह गरिदिनु भयो पातालको तल्लो कुनामा गइस् भने म त्यहाँ छु भन्ने परमेश्वरको लागि कुन चाहिँ सिमाना बोकेर तपाईँ र मैले राखिरहेछ यति त भइदिएन नि हो प्रभु यो भइदियोस् अनन्ततालाई हेर्नु थाल्नुहोस् न अनन्ततालाई के भयो त आज बिल्डिङ भएन के भयो त तपाईँले जब दामी पाएन के भयो त के चाहिँ भयो कस्तो कस्तो महाराजाहरू मरिसक्यो पृथ्वीमा सम्राटहरू पनि कुहेर माटोमा मिलिसक्यो के चाहिँ भयो त छोडिने त्यो भएकोले चाहिँ के गर्दैछ त क्वेसन भएकोले चाहिँ के गर्दैछ त जवानी छ बल छ ताकत छ मेरो साथीको हात उठ्नु सकिँदैन तर उसलाई हृदयमा आराधना गर्दैछ प्रार्थना गर्दैछ भन्ने इच्छा थियो त तपाईँसँग बल एनर्जी सबै छ तर पनि यो भएको छैन अलिक यो भइदियो भने गर्थेँ नि भन्नेमा बसिरहेछ तपाईँ झोकिरहेछ तपाईँ सेल्फिस भइरहेछ अनन्ततालाई छोडेर आफ्नै संसार बनाएकै छ सेवा चाहिँ आउँछ अनन्त राज्यको कुरा गर्छ यीशु प्रभु त अनन्त जीवन दिन आएको यीशु प्रभु चाहिँ तपाईँ र मैले बिल्डिङ घर ओपर फेमसहरूको लागि आएको होइन अनन्त जीवन एउटै पर्पज त्यो पक्रिनुहोस् त त्यो चाहिँ सबैको लागि नै छ तर हाम्रो प्रार्थनै उल्टा भएर चाहिँ क्या प्रभु जप प्रभु यो त्यो भनेर प्रभुले भनिरहेको छ ओ लाटा मुक्रुसमा नाङ्गाई टाँगेको छ तैँले यो सबै पाओस् भनेर होइन अनन्त जीवन पाओस् भनेर त्यही चाहिँ तैँले माग्दैनस् भनिरहेको छ त्यही माग्दैन अनि उदास निराश डिप्रेस छुटकारा नभएको क्रिस्चियन त्यही कारण भएको खास त्यो अनन्ततालाई बुझ्नुहोस् त यस्तो फ्रिडम हुन्छ के त एउटा कुरा भनिदिउँ बाइबलले भन्छ तुरैको चर्को आवाज पृथ्वीको चारै कुनामा सुन्ने गरी प्रभुको आगमन हुन्छ भनेर कि त्यो आगमन हुँदै गर्दा नि भोलि दिनमा प्रभुको आगमन हुन्छ भने नि मान्छेले नि लाख करोड लैजाऊ भन्छ जुन दिन नि इजरायलीलाई मिश्रबाट प्रभुले निकाल्थ्यो नि निस्तारको टाइममा सुन र चाँदी गहनाहरू दिएको छ इजरायलीलाई याद छ तर बादमा आएर प्रभुले प्रस्थान 33 अध्यायमा मेरो उपस्थिति तिमीहरूसँग जाँदैन भन्दा उनीहरूले गहनै खोले क्या बुझ्यो क्या लास्टमा सबै भएर सक्सेस भएर दुनियाँ हेपेको मान्छेले सबै दिएर यो सुन चाँदी पनि नि उपस्थितिको अगाडि चाहिँ केही नै होइन रहेछ भनेर बुझ्नुभयो लास्टमा गएर नि तपाईँ र मेरो लास्ट ब्रेथहरू हामीले जब फेर्दै गरेको हुन्छौँ नि त्यो दिन तपाईँले पाएको सक्सेस एचिभमेन्ट फाइनेन्स ब्याङ्क ब्यालेन्स करियर नि धमिलो लाग्छ काश मैले त्यो टाइममा प्रेजेन्सलाई सिक गरेको भए हुन्थ्यो रहेछ भन्ने हुन्छ त्योभन्दा बेटर चाहिँ अहिले खोज्नुहोस् न